Hello everyone, welcome back to my channel. मेरो छोरी आनाले चाहिँ यहाँ काम गरिरहेछ है भाइ सुतेको बेलामा उसको छुट्टी छ नि त त्यही भएर मामलाई हेल्प गर्दै छ अनि आफ्टर लङ टाइम मैले चाहिँ यो न्यू ब्लग लिएर आएको छु मेरो पसलको अर्ग्यानिक अघि सबै सामान सकिसक्यो क्या यहाँनिर खाटमा चाहिँ ड्याम्म थियो है सो सकिसकेको छ अन्त अब यति बेला चाहिँ ब्लग गर्ने जोस आयो किनभने मैले ब्लगिङ नगरेको कति धेरै भयो कि भिडियो नबनाएको है अन्त अब चाहिँ फेरि बनाउनु पर्यो भनेर चाहिँ कन्टिन्युटी दिनु पर्यो भनेर सोच्छु फेरि त्यस्तै हुन्छ कि किनभने टिकटकको भिडियो रिल्स बनायो है टिकटकको बनाउँदा बेबीहरू हेर्दा कस्तो टाइम नै हुँदैन कि अनि त्यही भएको कारणले चाहिँ अब चाहिँ त्यो पनि आउँछ त टाइम अन्त त्यही भएर चाहिँ पहाडको सामानहरू झर्छ है हाम्रोमा चाहिँ पहाडको सबै अर्ग्यानिक सामानहरू चाहिँ झर्छ साथीहरू हो हेर्नु त यो चाहिँ तपाईँहरूलाई थाहा चाहिँ छैन यो चाहिँ नाकिमा हो यसलाई चाहिँ नाकिमा भन्छ यो चाहिँ वर्षमा एकचोटि फुल्ने चिज हो है सो हजुरहरूले खानु भएको छैन भने चाहिँ भन्नु होला म तपाईँहरूलाई कुरियर गरिदिइहाल्छु हो यसको चाहिँ यो फुल यस्तो राम्रो हुन्छ यस्तो मिठो हुन्छ है फर्रो मेरो छोरी ल यस्तरी भइरहेको छ काम यहाँ उठाउनुपर्छ ल ल्याउता छोरी यहाँ बोक त यो बोकौँ त ल ओ माई गड कविलाले चिलेको है सफा गर्नुपर्छ ओ माई गड मेरो छोरीलाई हेप्ने तिमीहरूलाई पख ल यस्तो गरेर ल यो चाहिँ उसलाई काम सिकाएको त अनि यो चाहिँ जम्मा 7 केजी छ 2.5 अनि 2 केजी छ यो चाहिँ उता सतीसाले र इटरी कुरियर हुँदैछ हो अनि मैले चाहिँ कति अब सामानहरू पठाइरहेको हुन्छ बेचिरहेको हुन्छ भिडियोहरू गर्नु पाइरहेको हुँदैन होइन भ्याइरहेको हुँदैन अहिले चाहिँ ठ्याक्कै मुड पनि आयो प्लस अन्त टाइम पनि भयो हो अन्त उसले चाहिँ यो हेर्नुको लागि हत्ता काम गरेको हो अनि ऊ चाहिँ सुतिरहेको छ नि त अनि त्यो भएर मैले चाहिँ भिडियो बनाउनु पाएको साथीहरू हो यस्तो खुट्टा पारेर सुतिरहेको छ उसको ब्ल्याङ्केट बिर्सेछ क्या यहाँ मुनि राख्ने घर लगेर त्यो भएर चाहिँ उसको भेस्ट अनि हाफ प्यान्टहरूमा सुताएको हो अनि पर्क सुकुटी चाहिँ यति नै छ आजको लागि चाहिँ तर आउँदैछ बसो चाहिँ सकेर उसले भनेको 1 केजी होइन हौ 1 तोला भन 4 दिनै आउँछ भन्छ क्या अन्त त्यस्तै छ मेरो पसल चाहिँ है मेरो सानो संसार यिनीहरू नै हो मेरो संसारै यहीँ छ ल मेरो संसार यहीँ नै छ हो यहाँ चाहिँ अचारहरू छ कि बक्स सुकुटी चिकन पर्क अचार पाउँछ है प्योर हनीहरूदेखि लिएर टिम्बुरको अचार तामाको अचार डल्लेको पेस्ट अचार आँपको अचार लप्सीको अचार कागतीको अचार मुलाको अचार है सबै अचारहरू मेलको चुकहरू यस्तो दामी पाउँछ अनि प्योर पुत्काको मह भुटानको पाउँछ कोदोको पिठो फाफरको पिठो है जुम्लाको चामलहरू पाउँछ बेसार एकदमै अर्ग्यानिक बन्सिलाम मोरिङ्गा पाउडरदेखि लिएर ग्रिन टी यस्तो राम्रो झ्याउ याङबेनहरू सबै पाउँछ साथीहरू ल यत्रो सानो मेरो पसल छ हो अन्त ऊ चाहिँ सुतिरहेको छ ल अब मैले चाहिँ मेरो अनुहार देखाएको छुइनँ मेरो अनुहार चाहिँ यस्तो छ त्यो भएको गर्दा नदेखाएको हो म चाहिँ यस्तो धेरै मोटी भएको छु होइन यस्तो धेरै मोटी भएको छु कि अब पुरै नगरौँ साथीहरू त्यही भएर यस्तो ब्याक क्यामेराबाट मात्रै यस्तो गरेर खिच्नु मन लाग्छ यसरी गरेर खिच्दाखेरि चाहिँ स्लिम देखिन्छ नि त त्यही भएर है ल अब चाहिँ मेरो बचतको दिदी आउनुभयो अब चाहिँ ट्याक्कसँगले सन्चै हुनुहुन्छ त फेरि अब चाहिँ यो चाहिँ अर्को लट आएको हो है साथीहरू ल मेरो आवाजै थाकै पाइरहेछ है सही एनर्जेटिक भएर बोल्न सकिरहेको छैन यस्तो राम्रो आएको छ है अकबरी फेरि फ्रेस अकबरी आएको छ है भोक लाग्यो के खाने खाजा के खाने मगाउ न ल यी साथीहरू यस्तो राम्रो आएको छ अब यहाँलाई भोक लाग्यो अरे यस्तो खतरा छ यो अकबरले चाहिँ मान्छेलाई यस्तो खतरा छ साग सिद्धेर बिहानको एउटा छ यहाँ लु खाजा भन न मस्तो भोक लाग्यो चटपटी खानुपर्छ के हो आज त है चटपटी लिएर आउन तर मिठै पाउँदैन यहाँ वरिपरि किन्जलमा को जान्छ किन्जलमा कसरी जानु म यहाँ चाहिँ को बस्छ दोकानमा अघि म एकछिन नहुँदा के भयो
निन्दा आयो साथीहरू सुत्नु नपाएर रातभरि पनि सुतेको छैन दिनभरि पनि बिहान पनि छिटो उठ्नुपर्छ एक्लो जिन्दगी गाह्रो भयो गाह्रो भयो बुढाबुढीसँग नातिमा चाहिँ हाम्रो स्टक भएको छ हो ल अब चाहिँ यति सकिनु लागेको छ फेरि आइहाल्छ तर भोलि है च्याउ पनि छ हाम्रो चाहिँ हेर्नु न यो यानाले केन्जलको चटपटी खाने भनेर लिएको यहाँ हेर्नुहोस् न साथीहरू हेर्नु त है ल उनी खाऊ हुन्छ अनि यहाँबाट ट्याक्कसँगले अब केन्जलको चटपटी केन्जल अगाडिको हजुर यस्तो राम्रो छुरी पनि आइसकेको छ ल साथीहरू ल अब हामी चाहिँ खाजा खाँदैछौँ हेलो यानाले चाहिँ खाइसकेर मिन्सँग हेर्दैछ अब मेरो पालो हो खाने आइ ल दामी मिठो मिठो चटपटे यो चाहिँ यस्तो खतरा सेलरोटी अब यो तातो तातो छ होइन यो अर्को चरणको खाजा हो यो चाहिँ है ल अब सामान पनि यति छ है अनि थाकेको पनि छ साथीहरू हो अब चाहिँ यो ग्रिन टी चाहिँ म पनि खान्छु होइन अब सेलरोटी खाएँ ल यस्तो राम्रो छ वाउ दामी सेलरोटी कियारा यस्तै लाग्यो हो मलाई त कियारा यस्तो लाग्यो नि त ल अब चाहिँ हामी राति घरमा आइपुगिसक्यौँ थकित मुद्रामा हो अन्त आज चाहिँ याङबेन र के भन्छ यो याङबेन लिएर आएको क्या याङबेन र सुँगुरको आन्द्रा खाने यो चाहिँ यो पानीमा भिजाउनु पर्दो रहेछ कि उयोमा नुनसँग त्यही भएर म चाहिँ लुगै नफेरि आउने बित्तिकै फ्यात्त ब्याग यहाँ राखेर है अब भिजाउनु थालेँ यस्तो थाकेको बेलै खानु मनपर्छ है मिन्छाङ के गर्नु यस्तो गोलीको बेला मिठो खानु मनपर्छ अनि मेरो छेउ चाहिँ मासु खाँदैन नि त अनि त्यही भएर उसलाई चाहिँ सरप्राइज ल के खानु मन थियो तिमीलाई अरे के खानु मन थियो केक उसलाई चाहिँ केक खानु मन थियो ल मैले केक र यो नि कस्तो मिठो जस्तो लाग्यो यो नि ल्याइदिएको पर पुगेर ल्याइदिइरहेको I didn't expect that. Thank you. खुसी किनभने ऊ चाहिँ भेज हो हामी चाहिँ अब बुनु खानुपर्छ ल मिठो पकाएर ट्याक्कसँगले खाने चाहिँ याङबेनसँग चाहिँ यस्तो बोसो पनि एकदमै मिल्छ अरे कि त्यही भएर यो पनि लानु कि लानु भन्नुभयो त्यही भएर लिएको चाहिँ अब यसलाई चाहिँ बोइलिङ गरेर यस्तो सफा गर्नुपर्छ है यसलाई यो चाहिँ यानाको हो ल मैले चाहिँ यो मही चाहिँ पहिला खानु त नानी बनाऊ त यो मही हिंसाकासँगले ल अब चाहिँ हामीले खान्छौँ पानी पनि थप्दैछु कि पानी रहेछ पिउने अब यो चाहिँ डल्ली गाईको मही खाँदै यो चाहिँ अचम्मकै लाग्यो तपाईँहरूलाई देखाउनुको लागि क्या हेर्नु त के हो यो अनि कुर्ता सुरुवालको सलै छ त यो त ल मैले फर्स्ट टाइम देखेको है सुँगुरको यस्तो चाहिँ हेर्नु त पुरा यो रुखहरू अनि के जस्तो भन्यो यो सलै छ क्या पुरा हेर्नु न यसरी लाउनु भने सलै हुन्छ क्या ओ माइ गॉड यस्तो हुँदो रहेछ हौ बोसो यो चाहिँ उयोसँग मिठो अरे क्या आन्द्रा भुडीसँग खानु हेर्नु कत्रो के कस्तो मजाको के ओ माइ गॉड मच्छरदानी हो हो झुल झुल हो कि सल हो कि हेर्नु न तर यहाँ झुलमा उब्लो परेछ यो चाहिँ आन्द्रासँग खानु रक्ती याङबेनसँग खानु एकदम मिठो हुन्छ भनेर लिएको है तर यस्तो एउटा एउटा केलाउँदैछु कि मैले यो के फोहोर हुन्छ नि त यहाँ एक एक गरेर चाहिँ सफा गर्दैछु है यस्तो गलेको बेला चाहिँ यस्तै चिज झ्याउ चिज खानु मन पऱ्यो कि मलाई चाहिँ भर्यो ओ माइ गॉड कस्तो मजाको के हो ल अब चाहिँ मजाले उसिनेर चाहिँ यसलाई सफा गर्नुपर्छ होइन अनि यो सुँगुरको आन्द्रा चाहिँ खानु जति मिठो सफा गर्नु चाहिँ उत्तिकै गाह्रो हुन्छ नि त अनि हेर्नु न भुँडी यो पनि यस्तो छ अब सफा त गरेको छ तर पनि यसलाई चाहिँ खुर्किनुपर्छ होइन अनि ट्याक्कसँगले रेडी भयो अब बनाएर याङबेन रक्तीसँग यस्तरी मजाले यस्तो मिठो खाएँ है गलेको बेला भए पनि खानु चाहिँ मिठो चाहिन्छ कि जति गलो उति है अनि यो चाहिँ
भोलिपल्टको सामान हो। आजभोलि चाहिँ हाम्रो डेली सामानहरू झर्छ नि त, त्यो भएको कारणले गर्दाखेरि चाहिँ डेली नै सामान हुन्छ है। हजुरहरूलाई यो चाहिँ इन्फर्मेसनको लागि पनि हो। अनि अहिलेको समयमा चाहिँ एकदमै पाउनु गाह्रो हुन्छ नि त सब्जीहरू, अन्त दुःखले हामीले चाहिँ पहाडबाट लिएर आएको हुन्छौँ होइन। डेली नै हाम्रोमा चाहिँ सब्जीहरू पाउँछ। सो हजुरहरू पनि आउन सक्नुहुन्छ। अनि मेरो भिडियो हेरेर पक्कै पनि इन्जोय गर्नुभयो होला। मैले चाहिँ अब त्यो फेद न टुप्पोको जस्तो भिडियोहरू हालेँ होला। मैले चाहिँ पेटी खिचेर हालेको छु होइन। जे गरेर आउँछु त्यही, त्यो पनि कम्प्लिटली मजाले खिच्न पाउँदैन किनभने बेबी पनि हुन्छ अनि कस्टमर है, खिच्न पाउँदैन नि त। त्यही भएर कि त क्यामेराम्यानै हायर गर्नु पऱ्यो होइन। सो त्यो भएको कारणले कति छुट्छ क्या मेरो चाहिँ होइन। अब बिहाको बेला चाहिँ म खिच्छु। अनि हजुरहरूले चाहिँ मलाई सपोर्ट गर्नु होला। यो भिडियोलाई चाहिँ लाइक शेयर कमेन्ट गर्नु होला। थ्याङ्क यू फर वाचिङ माई भिडियो। लभ यु अल। बाई बाई।